हेलो साथीहरु नमस्कार। भिडियोमा स्वागत छ। हामी गोर्खा जिल्लाको चुमनुमरी गाउँपालिका अन्तर्गतको चुम भ्यालीको यात्रामा छौं। विगत 5 दिनदेखि आज हामी आइपुगेका छौं चुम भ्याली भित्रै। अनि मैले अघिल्लो भिडियो सारै लामो भएर यहाँ बीच बाटोबाट अन्त्य गरेको थिएँ अघिल्लो एपिसोड। अब आज अर्को त्यसको एपिसोडलाई कन्टिन्यू गर्दैछु। अगाडि रहेको छ, म ब्याक क्यामेरा गर्छु, पर अलिअलि देखिरहेको छ चुम गुम्बा लामा गाउँ। अनि म पुग्नु लागेको छु बाटोमा। यता पछाडि चाहिँ लोरु गाउँ छिचो लिएर आएको छु। हिजो हामी छेकम्पारो भन्ने ठाउँमा ट्रेकर्स होम भन्ने चाहिँ होटेलमा बसेर आएका हौँ। अनि अब आजको हाम्रो चाहिँ बास कहाँ हुन्छ भन्ने चाहिँ म अहिले एकिन भन्न सक्दिनँ। डुल्दै जाँदा कति बेला कहाँ पानी पर्छ, मौसम बिग्रिन्छ, के हुन्छ ठेगाना हुँदैन के। कहिले दिउँसै बास पुग्नुपर्छ, कहिले 7 बजीसम्म हिँड्नुपर्छ। त्यही भएर बास कहाँ हुन्छ भन्ने थाहा छैन। अहिले बिहानको खाना चाहिँ लारमा मुटुक दाइको होटेलमा भनिसकेको छ। हामी त्यति अगाडि बढ्दैछौँ। यहाँ रहेको छ माने भन्छ होइन, माने। मानेलाई दाहिने पारेर हिँड्नुपर्छ। म यता अगाडि बढ्छु। अनि बढ्दा बढ्दै ब्याकग्राउन्डमा हेर्नुहोस् न, हिमाल देखिरहेछ है नजिकै। यो कुहिरो नलागेको भए अझ बबाल हिमाल देखिन्थ्यो कि। अनि ल मानेलाई दाहिने पारेर म अगाडि बढ्दैछु। ठ्याक्कै वरिपरि अनकन्टार हिमाल पहाड अनि बिचमा सम्म बसेको उब्जाउ भूमि, लटरम्म गहुँ पाक्न लागेको, तोरी पहेँलै भएको, फापरहरू फुल्दै गरेको सुन्दर दृश्य रहेको छ। अनि यस्तै भन्दै म अगाडि तपाईँहरूलाई फेरि देखाउँछु लामा गाउँमा रहेको चुम गुम्बा। अनि यो भुइँमा यो चाहिँ घाँस झारकै होला, तर सुन्दर गरी फुलेको छ, निकै सुन्दर देखिएको छ है। यता मानेहरू सिचल्दै म अगाडि बढिसकेको छु। निकै नै राम्रो देखिरहेछ, आनन्द भइरहेछ। यहाँको हावा नि यति स्वच्छ, यति आनन्दको लागिरहेछ नि, यति स्वच्छ, यति आनन्दको लागिरहेछ। अब यसमा चाहिँ प्रदूषण चाहिँ 0% जस्तो फिल भइरहेछ कि मलाई। हुन त मापन गर्दाखेरि त के आउला त्यो आफ्नो ठाउँमा होला, तर मैले गरेको फिल चाहिँ प्रदूषण चाहिँ 0% जस्तो, त्यति स्वच्छ फिल भइरहेको छ। म अगाडि बढिरहेको छु लगातार। तपाईँहरूले यो बाटोमा पनि यो झार होला कि स्वागतको लागि फुल रोपे जस्तो देखिरहेछ कि। यो रोपेकै त होइन होला, ढलान गरिएको बाटो पर्खालको छेउछेउमा चट्ट हेर्दा पनि है यो स्वागतको लागि रोपिएको जस्तो देखिरहेछ। अनि अहिले तोरी पाक्दो रहेछ, यहाँ गहुँ पाक्दो रहेछ। तोरी चाहिँ फुलिरहेको छ है। अब यो झारसँग उस्तै भएर तपाईँहरू हेर्नु सक्नुहुन्छ, तोरी फुलेको छ लटरम्म होइन। अनि यतापट्टि देख्नुहुन्छ तपाईँहरूले गहुँ चाहिँ पाक्नै सुरु गर्दैछ। पछाडि देखेको चाहिँ लोरु गाउँ हो। यतापट्टि चाहिँ अनकन्टार पहाड छ। यो पहाड कुहिरो नलागेको भएदेखि एकदमै डरलाग्दो भिरको रूपमा देखिन्थ्यो। चुचोहरू जस्तै यतापट्टि तपाईँहरूले देख्न सक्नुहुन्छ, तिखो तिखो चुचो, नाक ठोकिने नजिकै हिमाल। अनि बाटोमा तपाईँ हामी जस्तै डुल्न आउने मान्छेको लागि स्वागत गर्न फुलेका फुलहरू। यहाँको मान्छेले झारै भन्नुहुन्छ होला, झार जस्तै उम्रेको होला, तर फुल्छ नि त, आफ्नो आफ्नो हुन्छ नि त गुण त। फुलै त हो फुलेपछि होइन। तोरीले पनि त स्वागतै गरिरहेछ यति बेला हामीलाई। म एउटा कुरामा चाहिँ तपाईँहरूलाई क्षमा माग्न चाहन्छु, क्यामेरा अलिकति भिडियो अलिकति बढी हल्लियो होला, किनभने वरिपरि दामी दामी भ्यू छ। केही चाहिँ नाश नहोस्, नउम्कोस्, स्किप नहोस् भनेर म सक्दो समेट्ने कोसिस गरेर यताउता गर्दाखेरि क्यामेरा चाहिँ पुरै होइन पाल्टाउँ हल्लिएर यस्तो यस्तो भइरहेको होला कि भिडियोको एङ्गलहरू। सरी, म अर्को टाइम यस्तो बवाल देखाउँछु है। आज म अलिकति आवेगमा आएर यताउता अहिले पो झसङ्ग भयो कि ला भिडियो त पछि ठुलो स्क्रिनमा त हल्लियो होला भन्ने जस्तो भयो कि। अब सानो यो क्यामेराको स्क्रिनमा त हल्लिएको चाहिँ देखिँदैन नि त है। अनि ब्याकग्राउन्डमा ल यसरी पो हिँडिरहेको छु त म त। अनि बिचैबिच भारी यो ढलान गरेको बिच बाटोबाट निकै आनन्द भइरहेछ। पर एकजना दाइ आउँदै हुनुहुन्छ, उहाँसँग कुरा गरौँ, तर यहाँको मान्छेहरू खासै बोल्न चाहिँ चाहनुहुन्न। क्यामेरा देखाएपछि कतिपय त रिसाउनु पनि हुन्छ है। त्यस्तो हुन्छ। आशा गरौँ उहाँ राम्रो बोल्नुहुन्छ होला है। दासिदेले कता हिँड्नुभयो? ए तपाईँ लामा गाउँको हो? लारको फोटो खिचौँ। लारको मुटुक दाइकोदेखि कता तपाईँको? अलि माथि स्कुल अलि तल त्यो सेतो एउटा भुम्बा छ त्यसमा जप्दै हिँड्नुभएको। यो गहुँ पाक्ने बेला भएको छैन अहिले? अब 20 दिन 25 दिन त्यतिसम्म। यो कहिले छर्नु भएको थियो? त्यो दसैँ अस्ति असोज दसैँमा छर्नु भएको? असोज, कार्तिक, मङ्सिर, पुस, माघ, फागुन, चैत, वैशाख, जेठ, असार,
9 महिना भयो है 11 महिना भइमा बस्छ 11 महिनामा पाक्छ है 11 महिना बस्छ तोरी कति महिनामा पाक्छ तोरी 3 महिना तोरी चाहिँ 3 महिनामै पाक्छ तोरी र अनि आलु चाहिँ 3 महिनामै हुन्छ अनि फापर चाहिँ कति महिनामा पाक्छ फापर भने त्यो फापर नि त्यो 4 महिना 5 महिना 5 महिनामा पाक्छ है 4 महिना हुन्छ 4 महिनामा है सबभन्दा गहुँ चाहिँ धेरै बेर लाग्ने रहेछ है त्यहाँ त यो यति पऱ्यो भने मर्दैन मलाई यहाँको गाउँहरू भन्दैछ जस्तै यो लोरु गाउँ भयो है यो अगाडि लामा गाउँ भयो लामगाउँ अनि पर लार भयो लामा गाउँको यतापट्टि भित्तामा यतापट्टि चाहिँ बुर्सी बुर्ची त्यो मिलारेपा के बुर्सीको अलि माथि उकालो चढ्यो भने मिलारेपा हो भुर्ची भन्छ अनि उतापट्टि लाजेन गुम्बा भएको टोललाई अनि त्यहाँ भयो उता पारी तर्यो भने राजेङ गुम्बा हुन्छ राजेङ गुम्बाबाट अलि माथि गयो भने लार भन्छ लारो है लारबाट गयो भने फेरि पानी तर्नुपर्छ अनि फुटपे भन्छ फुटपे छोले निले अनि फुटपेबाट माथि अलि माथि गयो भने माथि गाउँ अलिक सानो छ अनि त्यो चाहिँ पाङदुन भन्छ पाङदुन पाङदुनबाट त्यो अलि उकालो काटिसकेपछि त्यो छिउले हुन्छ छुले अनि छिउले काटेर फेरि पारी तर्यो भने निले हुन्छ है निलेबाट गयो भने मुगुम्बा मुगुम्बा है अनि मुगुम्बाको छेउमा एउटा पोखरी छ मुगुम्बाको त्यो माथि माथि उकालो चढेर माथि जानुपर्ने त्यहाँ चाहिँ अलि पोखरी छ उकालो चढ्यो म त गएन मुगुम्बाको अलिक माथि ए हुन्छ तपाईँको लार रहेछ भरे भेट्ने रहेछ लु गएर आउनुहोस् है त हुन्छ हस् 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 त्यसले हो साथी छ पछाडि ल हस् हस् हुन्छ हस् म भन्दै थिएँ अन्नबालीको कुरा गर्दाखेरि गहुँलाई चाहिँ 11 महिनामा मात्रै पाक्छ कि तपाईँहरूलाई कस्तो लाग्यो है हामी त सरदर कति महिनामा पाक्छ 4 महिना 5 महिनामा पाक्छ होला है अनि अरू त सामान्य ठिकै हो गहुँलाई चाहिँ त्यत्रो टाइम लाग्दो रहेछ अनि मैले भने नि चुम भ्यालीमा चाहिँ छुप्रुक छुप्रुक के एकीकृत बस्तीहरू धेरैवटा छ नजिक नजिकै तिनीहरूको छुट्टा छुट्टै गाउँ दिएर नाम दिएको छ गाउँको अनि त्यसरी धेरैवटा बस्तीको गाउँ मिलेर चुम भ्याली बनेको छ सिधैले टाढै हिँड्नुभयो कता हिँड्नुभयो छोकाङमा ए हुन्छ म यता माथि यो मुगुम्पातिर डुल्ने हिँडेको साथी छ पछाडि तपाईँको कहाँनिर हो गाउँ छोले यता कहाँसम्म जानुहुन्छ तपाईँ यता ठिकै छ बाटो ठिकै छ ए छुले माथि छुले ए हामी त्यता पनि जाने भनेको हामी ए हुन्छ हस् हस् उहाँको प्रायः हातमा चाहिँ त्यो जप्ने भन्छौँ नि हामी प्रायः सबैले बोकेर गर्दै हिँडिरहनु भएको हुन्छ त्यस्तो हुन्छ प्रायः देखिन्छ है म लामा गाउँ अनि लामा गाउँमा रहेको चुम गुम्बा आइपुगेको छु यहाँ लेखिएको छ चुमनुम्री गाउँपालिका कार्यालय सिर्दिवास गोर्खा साथीहरू चुम भ्यालीको यात्राको आज हाम्रो 5औँ दिन अहिले चाहिँ हामी चुम भ्याली अन्तर्गतको लामा गाउँ अनि लामा गाउँमा रहेको चुम गुम्बा नजिकै छौँ म तपाईँहरूलाई लामा गाउँ अनि चुम गुम्बा भ्रमण गराउँछु यहाँ रहेको छ प्रवेशद्वार जस्तो छ है अनि फरफराइरहेको छ यहाँ के भनिन्छ बौद्ध धर्म अनुसार नाम चाहिँ मलाई ठ्याक्कै थाहा भएन मानेहरू छ होइन यता पनि सरर हेर्ने हो भने मानेहरू रहेको छ म यहाँबाट भित्र प्रवेश गर्छु सम्भवतः प्रवेश निषेध होइन होला जानु पाइन्छ होला भनेको यहाँ चाहिँ बन्द रहेछ त्यसो भएको हुनाले म यहाँ नबुझिकन यो ढोका खोलेर भित्र जान सक्दिनँ त्यो नियम विपरीत पनि हुनसक्छ भने म चुम गुम्बा छिर्नको लागि यो ठाउँबाट सायद यो बाटो अपनाउन सक्छु होला चाहिँ घर रहेछ घरको ढोका यहाँ होटेलहरू रहेको छ पँधेरोमा पानी भर्दै हुनुहुन्छ बोजूहरू तसिदेले ल चुम गुम्बा जाने बाटो हो यता चुम गुम्बा जाने बाटो हो यता यता हामी जानु मिल्छ हामी डुल्ने मान्छे जानु पाउँछ जानु ए भाँडा माझ्नु भएको खाना खाइसक्नु भयो ए हस् हस् यहाँ चुम गुम्बा जाने बाटो चाहिँ उहाँहरूले मलाई यता भन्नुभयो अनि यो चाहिँ तपाईँको घरहरू व्यक्तिगत घरहरू रहेछ अघि तल्लोपट्टि ढोका पनि व्यक्तिगत घर अनि मिसावट पुरानो खालको ढुङ्गाको छाना भएको घर नयाँ आधुनिक च्यादरको छाना भएको घर अनि क्यामेरा ब्याक गर्दाखेरि बाटो यस्तो छ चुम गुम्बा जाने बाटो यो हो कि यो हो त म यताबाट जान्छु यतै होला जस्तो लाग्छ मलाई
तपाईँहरूलाई म यहाँको बस्तीहरू भूगोलहरू संस्कार संस्कृतिहरू देखाउने कोसिस गरेको छु। अब यो चाहिँ यहाँ यसरी भने नि मैले अघिल्लो भिडियोमा पनि कम्पाउन्ड हुन्छ, ठ्याक्कै कम्पाउन्डमै ढोका हुन्छ अनि आँगनहरू पनि कम्पाउन्डको ढोकाभित्रै पर्छ क्या, काठको ठुलो ढोका बनेको हुन्छ। अनि तपाईँहरूलाई यहाँको भिडियो अलिकति स्किप नगरी संस्कार संस्कृति बस्तीहरूको आकारहरू प्रकारहरू अनि किसिमहरू देखाउँ भन्ने हिसाबले, जनजीवन देखाउँ भन्ने हिसाबले भिडियो चाहिँ हामीले सकभर स्किप गरेको हुँदैन है। यतातिरको चाहिँ यसरी जे आउँछ सबै समेट्ने कोसिस गरिरहेको हुन्छु। ठ्याक्कै म आइपुगेँ चुम गुम्बाको अगाडि। यहाँ रहेको छ घरहरू। यो चाहिँ पुरानो खालको घर हो क्या, छाना च्यादरको लागे पनि। यसमा चाहिँ पहिला चाहिँ अब ढुङ्गाको हुन्थ्यो नि छाना, अहिले चाहिँ उहाँहरूले सहजताको लागि च्यादर अपनाउनु भएको होला। तर यहाँ च्यादर ढुवानी गर्नुको लागि पनि धेरै समस्या छ नि। अब हेलिकप्टरबाट ल्याउनुपर्छ कि खच्चड हो सामान ढुवानीको प्रमुख आधार यताको। खच्चडले च्यादर बोक्नु अलिकति गाह्रो हुन्छ। उहाँहरूले खै कसरी ल्याउनु भयो त्यो त थाहा भएन, तर च्यादर ल्याउनुको लागि एकदमै गाह्रो हुन्छ। पछाडिपट्टि चाहिँ माउन्टेनहरू छ, कुहिरो नलागेको भए हिउँ पनि देखिन्थ्यो। अनि म ठ्याक्कै चुम गुम्बाकै अगाडि आइपुगेको छु। म पहिला पनि चुम गुम्बा भ्रमण गरिसकेको पसिसकेको हो, तर पनि तपाईँहरूलाई योपालि देखाउँ यो एपिसोडमा पनि भनेर घरको ढोकाहरू अनि म गइरहेको छु। गुम्बामा सायद पहिला त प्रवेश अनुमति पाएको थियो, यसपालि के हुन्छ थाहा छैन। यसरी अगाडि बढिरहेको छु म। यो पर्खाल चाहिँ लाउने चलन हुन्छ प्रायः है, बाटोहरूमा चाहिँ दुईपट्टि देब्रे दाहिने किनारमा सानो पर्खाल लाउने चलन हुन्छ। अनि यतापट्टि बाली हुन्छ कि छेउछेउमा। यो चाहिँ अब यहाँ चौपाए पशुपालन हुन्छ नि त, त्यो गऱ्यो भने बालीमा पस्दैन सजिलो, हिँड्ने मान्छेलाई पनि सजिलो, एक किसिमले राम्रो पनि देखिँदो रहेछ बस्तीहरूमा यस्तो पर्खालहरू चाहिँ। चुम गुम्बाको प्रवेशद्वार हो यो। यहाँबाट भित्र जान मिल्छ मिल्दैन के कस्तो छ सम्भावना, म एकचोटि यो चाबी नभएकोले खोल्ने साहस चाहिँ गरेँ मैले। अब फेरि यस गेटलाई चाहिँ लक गर्छु अनि म बिस्तारै अगाडि बढ्छु। तपाईँहरू हुनुहुन्छ अहिले चुम गुम्बा, तपाईँहरू हेर्दै हुनुहुन्छ चुम गुम्बा। अनि ओम माने पेमे होम, 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 माने पेमे होम है। गेट चाहिँ खुल्ला रहेको छ। दसिदेले यता आउनु पाउँछ, आउनु फोटो भिडियो खिच्नु पाउँछ, खिच्दै आउँदा हुन्छ हजुर? म चाहिँ यहाँ भिडियोहरू खिच्नु पाउने रहेछ। चुम गुम्बामा प्रवेश गर्दैछु। यहाँ चाहिँ अब विद्यार्थीहरू हुनुहुन्छ। चुम गुम्बा पहाडको फेदमा चुम भ्यालीको निकै नै चर्चित ठुलो गुम्बा चुम गुम्बा। यहाँ चाहिँ स्कुल पनि हो, विद्यालय पनि हो। अनि मैले चाहिँ अनुमति मागेरै यो भिडियो खिच्दै प्रवेश गरेको छु, तपाईँहरूलाई जस्तोको जस्तै वस्तुस्थिति यथास्थिति देखाउनुको लागि। हजुर चाहिँ यहाँ यहाँ स्कुल पनि हो हाम्रो? स्कुल पनि छ, यसको तल स्कुल छ। हजुर स्कुल जाने तयार हुँदैछ। हजुर हजुर। यो चाहिँ घुम्बा नै भयो, शुद्ध घुम्बा भइहाल्यो। हजुर हाम्रो यहाँ हस्पिटल पनि छ। हजुर हजुर। भनेपछि यहाँ पठन पाठन हुन्छ? हजुर हजुर। यो के विषय भन्नुपर्छ? यो चाहिँ अब बुद्धिस्ट धर्म विषय भयो, अनि बाहिरको पढाइ पनि छ होइन। तपाईँको यो के अरे हाम्रो सरकारी स्कुल पनि छ यो तल, अनि त्यहाँ पनि पढ्छ उहाँहरू है। त्यो स्कुल सकेपछि चाहिँ फेरि धर्मको विषयमा पढ्ने गर्छ। हजुर। अनि यो विद्यार्थीहरू हुनुहुन्छ नि जति पनि, हजुर, उहाँहरूलाई खानु बस्ने सबै यही होस्टेल जस्तै हो? यहाँ हजुर, यहाँ चाहिँ सबै यतै हुन्छ। घरबाट ढुक्कै यहीँ बस्नुहुन्छ, कहिलेकाहीँ मात्रै घर जानुहुन्छ? अब अहिले अलिक ठुलो भएपछि जाने, अहिले चाहिँ पढाएको छैन होइन। हजुर हजुर। अलिक ठुलो भएपछि हजुरलाई अलिकति यतापट्टि फर्किदिनु मिल्छ हजुर? यतापट्टि अलिकति अँध्यारो आएछ। अनि यो चुम गुम्बा है, हजुर, चुम गुम्बाको बारेमा मलाई थोरै छोटकरीमा केही भनिदिनुहोस् न। अब यो चुम गुम्बाको बारेमा भन्नुपर्दा त यो अब पहिले हाम्रो यो धुङ्से रिम्पोछे धुङ्से गुरुहरूले चाहिँ यो ठाउँमा चाहिँ अब पहिलेको एकदम ठुलो लामाहरू हुनुहुन्थ्यो, अनि उहाँहरूकै गुफा समात्दै होइन, अब उहाँहरूकै एक भात एक चाहिँ त्यो उहाँहरूको त्योहरू समात्दै आएर चाहिँ अनि अहिलेसम्म चाहिँ यो गुम्बा भएको हो। अनि यो गुम्बा चाहिँ विशेष गरेर
यो जुम ठाउँमा चाहिँ अब अरू ठाउँमा नभएको गुम्बा नै छ है एकदमै ठुलो पनि बनाएको छ राम्रो पनि बनाएको छ हेर्दाखेरि अब यस्तो दुर्गम ठाउँमा है अब हरेक कुरा ल्याउन गाह्रो ठाउँमा चाहिँ अब यस्तो एकदम राम्रो बनाएको छ अनि यहाँ विद्यार्थीहरू हुनुहुन्छ कतिजना जति हुनुहुन्छ अहिले यहाँमा अहिले 32 जना जति छ लामो बच्चाहरू चाहिँ 32जना हुनुहुन्छ अनि केटा मान्छे मात्रै लामो मान्छे केटा अनि उहाँहरूको घरबाट पनि केही पैसा लिनुहुन्छ कि निःशुल्क हो पढाइ सबै निःशुल्क हुन्छ एकदम पढ्नु बस्नु खानु सबै निःशुल्क निःशुल्क एकदम हजुर अनि यसरी निःशुल्क गरिरहँदा यो गुम्बा चलाउनुलाई खर्चको व्यवस्थापन चाहिँ कसरी हुन्छ होला अब खर्चको व्यवस्था चाहिँ अब गुरुहरू विदेश जानुहुन्छ पूजाहरू गर्ने धर्म टिचिङहरू गर्ने केही कार्यक्रमहरू राखेर चाहिँ हजुर अनि उहाँहरूले अलिअलि पैसाहरू सङ्कलन गर्नुहुन्छ अनि त्यहाँबाट चलिरहेको छ भनेपछि डोनेसनबाट चल्ने रहेछ डोनेसनबाट, पूजाहरू अनि यसो डोनेसन जसले गर्न चाहने है अलिअलि ए निकै नै राम्रो काम गरिरहनु भएको छ वर्ष नै यसरी विद्यार्थीहरू उत्पादन गर्नुभएको छ खानु बस्नु सुविधा होस्टेल हो यो चाहिँ सुत्ने कोठाहरू है सुत्ने कोठाहरू ए अनि जस्तै अब पढाउने गुरु लामा गुरु चाहिँ तपाईँहरू हुनुहुन्छ ए कतिजना हुन्छ सरहरू अहिले चाहिँ म एक्लै छु होइन उहाँलाई पढाउने अनि तल पढाउने चाहिँ 4-5जना सरहरू हुनुहुन्छ स्कुल पढाउनलाई चाहिँ उहाँलाई लामाकै विषयमा पढाउनलाई चाहिँ म एक्लै हो ए हुन्छ हस् धन्यवाद खुसी लाग्यो हस् म अब यता पछाडि त केही छैन नि हेर्नलाई होइन यति बाहिर बाहिर स्कुल छ ए हजुर स्कुल अहिले सुरु भयो 9:30 मा स्कुल सुरु हुन्छ ए हजुर हजुर हजुरले हेर्न सक्नुहुन्छ ए हुन्छ अनि हस् यो भित्रको मोबाइल पनि गएर तपाईँले भिडियोहरू गर्न सक्नुहुन्छ यहाँ भित्र खिच्न सक्छ है म सरर खिचेर मात्रै आउँछु नि त है यहाँबाट पस्न मिल्छ ढोकाबाट चप्पल यहाँ राखेर जाने हुन्छ हस् धन्यवाद हजुर थ्याङ्क यू हस् हजुर म अहिले चुम गुम्बा तपाईँहरूलाई गुम्बाको ए यो ढोका ठेल्ने हो हजुर ए हुन्छ हस् मैले चप्ली यहाँ खोलेँ निकै नै विशाल ढोका रहेको छ यहाँ कलाकृतिहरू भगवान् बुद्धको चित्रकलाहरू खोपिएको छ अनि यो छेउमा भएको मैले चिनिनँ है अब उहाँले बताउनुहुन्थ्यो होला अब उहाँ बाहिर व्यस्त हुनुहुन्छ यो ढोका खोल्ने पनि मलाई आएन खासमा ठेल्ने होला है यत्रो छ होइन ठेल्ने रहेछ है यहाँबाट ल ए हस् खोलिदिनु भएको धन्यवाद धन्यवाद तपाईँको नाम के हो प्रभादर चाहिँ कतिमा पढ्नुहुन्छ 1मा अनि यो के हो यो अगाडिको यो बजाउने हो ढोल कि पूजा गर्दा बजाइन्छ पूजा कति बेला गर्नुहुन्छ 3 बजे भरै बेलुकाको 3 बजे ए भनेपछि यो बजाउनुपर्छ अनि पूजा गर्नुपर्छ है ए हस् ल गुरु रिम्पोचेको मूर्ति हो ए यहाँ चाहिँ गुरु रिम्पोचेको विशाल के भन्छ मूर्ति नै भनिन्छ होला है अनि मासतिर वरिपरि सबैतिर यसरी विभिन्न कलाकृति अब मलाई वर्णन गर्न आएन के विषयमा त्यसको लागि म तपाईँप्रति क्षमा चाहन्छु अनि उहाँ विद्यार्थीहरू हुनुहुन्छ अनि यहाँ चाहिँ यो लुगा पूजा गर्दा लाउने लुगा हो यो गुरुहरूले लाउनुहुन्छ अनि पूजा गर्नुहुन्छ ए हस् अनि यहाँ ढोक्दाखेरि कसरी ढोक्नुपर्छ यसरी हो भयो कि भएन भयो कतिचोटि ढोक्नुपर्छ धन्यवाद तपाईँहरूको नाम भनिदिनु त तपाईँको मजुङदी तपाईँको घरमा तपाईँको घरमा तपाईँको पूर्वादेवजी तपाईँको कर्मदेवजी तपाईँको कर्म नेपाल कर्म लिम्बा जिम्बा कर्म नोर्जी ए ल स्कुल जाने बेला भयो हो धन्यवाद तपाईँहरूलाई है चुम गुम्बाको दर्शन गरेर म चाहिँ निस्किँदैछु यो यस्तो 18 तान्ने हो कस्तो ठुलो हुँदो रहेछ कस्तो मजाको है दुईवटा है भने ल बाई बाई धेरै धेरै धन्यवाद हजुर अनि तपाईँहरूले केही डोनेसन बक्स पनि राख्नु भएको छ यता भित्रै छ लेख्ने पनि छ तपाईँको यो होइन चिट काट्ने पनि छ होइन लेख्नु त पर्दैन पनि होला डोनेसनमा गऱ्यो भने त्यही डोनेसन हो थोपा थोपा मिलेर साँगर भन्छ भन्ने धारणासहित ल बाई 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 राम्ररी पढ्नुहोस् है ल हुन्छ हजुर
बाई 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 ल यसरी म चुम गुम्बा छोटकरीमा दर्शन गरेर मोटामोटी केही कुराहरू बुझेर यहाँको बारेमा निस्किँदैछु। अनि तपाईँहरूलाई कस्तो लाग्यो? यहाँ चाहिँ डोनेसनबाट चलेको रहेछ, विद्यार्थीहरू पढाइ भइरहेको रहेछ। धेरै थोर भन्ने कुरा यस्तै हो, अलिकति यसो मनले सफा मनले होइन थोपा थोपा मिलेर समुद्र बन्छ भन्ने धारणाको साथ मैले पनि अलिकति थोर बहुत डोनेसन गर्ने म अवसर पाएँ, खुसी लागेको छु है। अनि यति भन्दै अब यसरी एकपनको घुमेर निस्किने हो है। विद्यालय रहेको छ है, चुम गुम्बाको विद्यालय। अनि यतापट्टि गौबारी हरियो फाँटहरू, अनि यतापट्टि के भन्छ माने त्यस्तै के होला, मलाई त्यति राम्रो व्याख्या गर्न आइरहेको छैन। व्याख्या गर्नु नजानेको हुनाले क्षमा प्रार्थी पनि छु, केही गल्तीहरू भयो भने। गुम्बालाई एक फन्को लाएर म बाहिर लामा गाउँतिर निस्किन्छु।